नमस्कार, हजुरहरूलाई स्वागत छ आजको भिडियोमा। आज हामी कुरा गर्दैछौँ नेपालको स्वास्थ्य बिमाको बारेमा। स्वास्थ्य बिमा भनेको के हो? यो सेवा कसरी पाउन सकिन्छ? कुन कुन ठाउँमा यो सेवा प्राप्त गर्दाखेरि कस्ता कस्ता अप्ठ्यारोहरू आउन सक्छ? यी सबै कुराहरू सरल भाषामा बुझाउने प्रयास गर्नेछु। सम्पूर्ण जानकारीको लागि भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। सरल भाषामा भन्नुपर्दा स्वास्थ्य बिमा भनेको सरकारले चलाएको एउटा योजना हो जहाँ परिवारका सदस्यहरूले वार्षिक एउटा सानो रकम योगदान गरेर बिमा गराउँछन् र त्यसको सट्टामा सरकारले वार्षिक 1 लाखसम्मको स्वास्थ्य उपचार उपलब्ध गराउँछन्। एउटा परिवारमा कम्तीमा पनि 3500 रुपियाँको चाहिँ बिमा गराउनु पर्दछ। त्यसमा 5 जना परिवारको बिमा हुन्छ र परिवार थप्दै गयो भने प्रत्येक व्यक्तिलाई 7,700को दरले पैसा थप्दै गरेर बाँकीको बिमा गराउन सकिन्छ। बिमा गर्नुको मुख्य उद्देश्य भनेको बिरामी परेको बेलामा ठुलो खर्च बेहोर्न नपरोस् र परिवारको आर्थिक सङ्कट नआओस् भन्ने उद्देश्य नै रहेको हुन्छ। अब कुरा आउँछ यो बिमा चाहिँ लिने कसरी त? यो बिमा लिनको लागि सबैभन्दा पहिला चाहिँ हजुरले बिमा एजेन्टलाई भेट्नुपर्ने हुन्छ र त्यहाँ नाम दर्ता गराउनु पर्दछ। यदि हजुरहरूलाई बिमा एजेन्टको बारेमा थाहा छैन भने आफ्नो वाडामा अथवा नजिकैको वाडामा गएर बिमा एजेन्ट को हो भनेर पत्ता लगाउन सक्नुहुनेछ अथवा स्वास्थ्य चौकीहरूमा पनि हजुरले गएर बिमा एजेन्ट यहाँको को हो भनेर पत्ता लगाउन सक्नुहुनेछ। बिमा एजेन्टलाई हजुरले घरमै बोलाएर पनि बिमा गर्न सक्नुहुनेछ। यसको लागि चाहिने कागजातहरू भनेको नागरिकता वा जन्म दर्ता मात्र हो। परिवारमा कुनै ज्येष्ठ नागरिक छ भने उनीहरूको बिमा चाहिँ फ्री नै हुन्छ। उनीहरूको लागि पैसा चाहिँ दिनु पर्दैन। ज्येष्ठ नागरिक चाहिँ 70 वर्ष उमेर पुरा गरेको वा त्योभन्दा माथिको हुनुपर्दछ। हजुरहरूले बिमा गराइसकेपछि बिमा एजेन्टले हजुरहरूको फोटो खिच्छन् र बिमा कार्ड तयार गरेपछि हजुरहरूलाई त्यो कार्ड उपलब्ध गराउँछन्। बिमा गराएको 3 महिनापछि हजुरले बिमाबाट सेवा प्राप्त गर्न सक्नुहुन्छ। अब प्रश्न आउन सक्छ एकजना व्यक्तिले कतिसम्मको बिमा सुविधा पाउन सकिन्छ त? प्रत्येक सदस्यले बराबर नै सेवा प्राप्त गर्नुपर्छ भन्ने हुँदैन। जसले जतिजनाले खर्च गरे पनि टोटलमा 1 लाखभित्र चाहिँ खर्च सेवा प्राप्त गर्न सकिन्छ। थप 700 रुपियाँ तिरेर बिमा गर्नेहरूले चाहिँ 20-20 हजारको दरले सेवा प्राप्त गर्न सक्नेछ। अब सबैभन्दा महत्त्वपूर्ण कुरा बिमाबाट चाहिँ के सेवा प्राप्त गर्न सकिन्छ त? बिमाबाट हजुरहरूले यी मुख्य रूपमा सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। ओपिडी सेवा। यस अन्तर्गत हजुरलाई हुन सक्ने जुनसुकै रोगको लागि प्रारम्भिक उपचार गर्नको लागि टिकट काटेर जान सक्नुहुनेछ। हजुरहरूले आफ्नो पूर्जामा लेखिएको प्याथोलोजी सेवा पनि लिन सक्नुहुनेछ। एक्सरे गर्न सक्नुहुनेछ, अल्ट्रासाउन्ड गर्न सक्नुहुनेछ। डाक्टरले अस्पताल भर्ना हुन भनेको छ भने अस्पताल भर्ना हुन सकिन्छ र सर्जरी गर्नु परेमा सर्जरी सम्बन्धी सेवाहरू पनि प्राप्त गर्न सकिन्छ। प्रथम सेवा बिन्दु तोकिएको अस्पतालमा पाउन नसकेका सेवाहरू प्राप्त गर्नको लागि त्यही प्रथम सेवा बिन्दुबाट रेफर गरेर अरू अस्पतालतिर सेवा लिन जानुपर्दछ। यसरी रेफर भएर अर्को अस्पतालमा सेवा प्राप्त गर्न जानुभन्दा अगाडि ती अस्पताल बिमा बोर्डबाट स्वीकृति प्राप्त गरेको छ कि छैन भन्ने कुरा पत्ता लगाएर मात्र जानुपर्दछ। अब कुरा गरौँ सर्वसाधारणले बिमा सेवा प्राप्त गर्न भोग्ने केही मुख्य समस्याहरूको बारेमा। पहिलो समस्या भनेको धेरैजनाले बिमा गर्ने भएको हुनाले सेवा केन्द्रहरूमा चाहिँ भिड लाग्ने लामो लाइन बस्नुपर्ने समस्या हुन सक्छ। दोस्रो समस्या भनेको डाक्टरले पूर्जीमा लेखेको बाहेकको कुनै पनि टेस्टहरू चाहिँ अथवा जाँचहरू हजुरले बिमा अन्तर्गत गराउन पाउनुहुन्न। तेस्रो समस्या भनेको कहिलेकाहीँ बिमाले दिने सबै प्रकारका औषधिहरू फार्मेसीमा उपलब्ध नहुन सक्छ। त्यस्तो बेलामा हजुरले केही औषधिहरू आफैले खर्च गरेर किन्नुपर्ने हुन सक्छ। अर्को समस्या भनेको चाहिँ हजुरले प्रथम सेवा बिन्दु जहाँ तोकिएको हो त्यहाँ सेवा लिनुपर्दछ अथवा अन्य ठाउँमा गएर सेवा लिनुपर्ने भए त्यही अस्पतालबाट रेफर नगराइकन अर्को अस्पतालमा सेवा प्राप्त गर्न सक्नुहुन्न। अर्को समस्या के हुन सक्छ भने अस्पतालले हामीलाई बिमाबाट फ्री उपचार गराए पनि अस्पतालहरूले उपचार गरे बापतको रकम नेपाल सरकारबाट लिने गर्दछ। ती अस्पतालहरूलाई क्लेम गरेको रकमहरू प्राप्त भएको हुँदैन भने ती अस्पतालहरूले थप सेवा उपलब्ध गराउन असमर्थता जनाउन सक्छ।
त्यस्तो बेलामा सेवा प्राप्त गर्न समस्या हुन सक्छ। तर यी समस्याहरूबाट बच्न र स्वास्थ्य बिमा प्रभावकारी रूपमा प्रयोग गर्न चाहनुहुन्छ भने यी केही कुराहरूलाई ध्यानमा राख्नुहोला। उपचार गर्न जानुभन्दा पहिला बिमा चल्ने अस्पतालहरू र त्यहाँ उपलब्ध सेवाहरूको बारेमा पत्ता लगाएर जानुहोला। अस्पताल जाँदा बिमा कार्ड अवश्य लैजानुहोला। रेफर गरेर जाने अवस्थामा पनि बिमा कार्ड सँगै राख्नुपर्छ र रेफरल स्लिप पनि सँगै लिएर जानुपर्दछ। सकेसम्म प्रथम सेवा बिन्दुमा गएर एकैचोटि रेफर गरेर जानुभन्दा त्यहाँ केही न केही सेवा प्राप्त गरेर जानुभयो भने रेफरल सेन्टरबाट फर्किनु पर्ने अवस्था आउँदैन। नभए हजुरहरूलाई के कारणले रेफर भएर आएको हो भन्ने कुरा सोधिदिन सक्छ र त्यहाँ बिमाबाट उपचार सेवा प्राप्त गर्न सक्नुहुन्न। साथीहरू, आज हामी यो भिडियोको अन्तिमतिर छौँ। म के भन्न चाहन्छु भने स्वास्थ्य बिमा एउटा राम्रो योजना हो। यसमा धेरै सुधारको अपेक्षा गरिएको छ र सुधार हुँदै पनि गएको छ। यसले धेरै खर्च बचाउन सकिन्छ र परिवारलाई चाहिँ सुरक्षित राख्न सकिन्छ। यदि हजुरहरूलाई यो भिडियो उपयोगी लागेको छ भने लाइक र सेयर गर्नुहोला। भिडियो हेर्नुभएकोमा हजुरहरू सबैजनालाई धेरै धेरै धन्यवाद।